के तपाईँलाई थाहा छ आजभन्दा करिब 4 महिना अगाडि मैले जब च्यानल खोलेको थिएँ अनि मैले मेरो धेरै साथीहरू आफन्तहरूलाई चाहिँ मेरो च्यानलको लिङ्क पठाएर सब्सक्राइब गरिदिनु ल म अब युट्युब च्यानल खोलेको छु भन्दाखेरि केही साथीहरूले पोजिटिभ कुरा गर्नुभयो मोटिभेट गर्नुभयो र मलाई हुन्छ सब्सक्राइब गर्नुभयो र अगाडि बढ भनेर राम्रोसँग मोटिभेट पनि गर्नुभयो होइन। तर केही साथीहरू चाहिँ यस्तै हो यो हुँदैन मुला हावागुरा हो तैँले के आएर छ र तँसँग के छ र तैँले के जानेको छ भनेर उहाँले भन्नुभयो। उहाँले सब्सक्राइब गर्नुभयो भने थाहा भयो नि। तर मलाई 2-4वटा कुराहरू चाहिँ पेलिनु भयो होइन। यता उता हो यस्तो कतिले गर्छन् हामीले पनि गरेको भएन भन्नुभयो होइन। नामै नभनौँ। र अहिले पनि मैले कहिलेकाहीँ जब भिडियोहरू हाल्छु अनि युट्युबको त्यो लिङ्कहरू सेयर गर्दाखेरि मेसेन्जरमा फटाफट मतलब अगाडि आउने सबैलाई सेयर गर्दाखेरि केही साथीहरूले हेर्नुहुन्छ छोडिदिनुहुन्छ। कसैले चाहिँ वास्ता गर्नु कोही चाहिँ मलाई यस्तो नपठाइराख्नु यार के नै होला भनेर हेरेको त्यहाँ मलाई तेरो भिडियो पो रहेछ यस्तो नपठायो अबदेखि मलाई भन्नुभयो होइन। कतिपय साथीलाई त सायद ब्लक गर्नुभएको छ होला कुडन सेन्ट पनि भन्छ। मलाई त्यसै फरक पर्दैन म दुखी पनि छैन। मेरो च्यानल मैले 210-12 सब्सक्राइबर हुनुहुन्छ। मलाई यो कुरामा खुसी छु म दुखी छैन कि। मलाई यो दुःख छैन कि मेरो च्यानलमा चाहिँ 1000 सब्सक्राइबर भएन लाख सब्सक्राइबर भएन मलाई त्यसको दुःख छैन। खुसी यो छ कि त्यो 210-12 मध्ये सायद 50-60 जना 70-80 जना मैले चिनेको मान्छे हुनुहुन्छ होला। बाँकी 100-150 जना मान्छेहरू त्यो हुनुहुन्छ जसलाई मैले साँच्चीकै रियल लाइफमा यतिकै चिनेको पनि छैन। उहाँहरूले मेरो भिडियो मन पराएर होला अथवा माया लागेर होला सब्सक्राइब गरिनु भएको छ जोडिनु भएको छ होइन। यो देखेर चाहिँ खुसी लाग्छ कि म यहाँबाट पैसा कमाएको छैन तर केही मान्छे चाहिँ कमाएर चाहिँ दुनियाँमा कमसेकम 20-50 जना भए पनि मेरो कुरा मन पराइदिने मेरो कुरा सुनिदिने केही मान्छेहरू चाहिँ कमाएँ भने त्यो चाहिँ मतलब गर्व लाग्दो रहेछ कि कमसेकम ठिक छ धेरै छैन बिस्तारै होला नि होइन। आज थोरै छ भोलि धेरै होला नहोला पनि हुनैपर्छ पनि भन्ने छैन होइन। म काम पनि गर्छु मेरो यो मात्रै काम होइन म आफ्नो काम गर्छु फुर्सदको समयमा केही जानेको कुरा कतै सुनेको कुरामा केही आफूले थपेर हुन्छ कि भनेर भिडियो बनाउने होइन। यो मेरो एकदम आइडियल कुरा पनि होइन। मैले जानेको पनि छु म सिक्नै आएको होइन। धेरै कुरा सिक्न बाँकी छ होइन। मैले यहाँबाट केही सिकेको पनि छु। केही सिकेको कुरा सुनाउनखेरि कसैले सुनिदिनुहुन्छ कसैले इग्नोर गर्नुहुन्छ। यो दुनियाँ नै यस्तै मलाई सबैले सुन्नुपर्छ सबैले माया गर्नुपर्छ नगरी हुँदैन भन्ने त होइन नि। तर कसैले केही थोरैले भए पनि माया गर्नुभएको छ खुसी लागेको छ होइन। तर जो मान्छेहरूले मलाई पहिला हुन्छ भाइ गर्नुपर्छ भन्नको सट्टा भनेर मलाई चाहिँ अलिकति डिमोटिभेट गर्नुभएको थियो होइन। मैले उहाँलाई देखाउनु पनि छैन। उहाँले आफ्नो एउटा फर्ज पुरा गर्नुभएको उहाँहरूको कुराले पनि मलाई मोटिभेट चाहिँ गरेको छ। अनि केही त गर्नुपर्छ है मैले केही गर्न सक्छु होला। सायद उहाँहरूले मलाई पोटेन्सियल देखेर हो या नदेखेर भन्नुभयो के थाहा। म कोसिस त गर्छु भनेर मैले कोसिस गरेको होइन। अब तपाईँहरू जतिजनाले पनि मेरो भिडियो हेर्नुभएको छ लाइक गर्नुभएको छ कमेन्ट गर्नुभएको छ सेयर सब्सक्राइब जे गर्नुभएको छ उहाँले हृदयदेखि नै धन्यवाद भन्छु होइन। ठुलो फ्यामिली भएको छैन बिस्तारै होला नहोला पनि हुनैपर्छ भन्ने पनि छैन। तपाईँहरूको साथ सपोर्ट पाएँ भने हुन्छ नै पनि। तर जतिजनाले सपोर्ट गर्नुभएको छ साँच्चीकै खुसी छु। तपाईँहरू मैले कमाएको मान्छे हो होइन। आफ्नो आफन्त नातागोता भनेको पहिल्यैदेखि बुवा हजुरबा आमा तर्फबाट पनि लाग्छ नि। तर कतिपय जति पनि 10 जना मान्छे किन नहोस् त्यो मैले कमाएको मान्छे मेरो आफ्नो मान्छे हो होइन। म आफ्नो मान्छे एउटा सानो ग्रुप बनाउन सकेको चाहिँ एकदम खुसी एकदम लक्की फिल गरेको छु होइन। यदि तपाईँहरूलाई साँच्चीकै मेरो मेहनतहरू गर्छ केटाले केही जस्तो लाग्छ भने सब्सक्राइब गर्नै पर्छ भने मैले जरुरत कसैलाई भन्दिनँ होइन। केही चिनेका मिल्ने साथीहरूलाई त मैले गर्दैन यार हेर्दैन मेरो भिडियो भने मैले भन्छु पनि काम गर्ने ठाउँको दिदीहरूलाई दाइहरूलाई मेरो भिडियो हेरिदिनु लाइक गरिदिनु एउटा चाहिँ भन्छु मैले होइन। तर अरू सबैलाई जबरजस्ती गर्ने कुरो भएन र मैले भनेर मान्नै पर्छ भन्ने पनि छैन। तपाईँहरूलाई मन लाग्छ भने गरिदिनुहोस् होइन। तर चाहिँ केही न केही चाहिँ चेन्ज भएको छ। मैले केही न केही सिकेको छु। अहिले नै बिस्तारै पछि भए पनि त्यसले मलाई केही न केही प्रतिफल देला भन्ने आशा छ होइन। मैले जानेको कुरा सिकाउन अरूलाई सिकाउन भन्दा नि सेयर गर्न र नजानेको कुरा सिक्नको लागि नै मेरो आफ्नो कम्फर्ट जोन छोडेर थोरै बचेको टाइममा अथवा नभएको टाइम निकालेर कसै गरी निकाल्न सक्छु कि दिउँसो काममा गएको बेलामा ब्रेक टाइममा थोरै केही एडिट गरेर केही नजाने पनि थोरै पछाडि ब्याकग्राउन्ड म्युजिक थप्न सक्छु कि भन्ने चाहिँ सिक्दैछु। त्यो पनि मेरो लागि ठुलो उपलब्धि हो। हिजो त्यत्तिकै पब्जी खेलेर अनि फ्री फायर खेलेर अनि लुडो खेलेर बस्ने टाइममा मैले थोरै केही क्रिएटिभिटी निकाल्न खोज्दैछु। होला धेरै गल्ती भएको छ मलाई सुधार्ने अथवा यो भनेर सजेसन पनि दिनु होला। म तपाईँको सजेसनलाई सधैँ पोजिटिभ लिन्छु। यदि राम्रो गरेको छ भने तपाईँहरूको एप्रिसिएसनले मलाई निकै मोटिभेट पनि गरेको छ है। त अब म यसरी आफ्नो केही भिडियोहरू राख्दै गर्छु। तपाईँहरूलाई मनपर्छ भने लाइक गरिदिनुहोस् च्यानललाई सब्सक्राइब गरिदिनुहोस्। मन पर्दैन भने खल्ली बल्ली छोडिदिनुहोस्। केही छैन केही न केही त होला एक न एक दिन म खुसी चाहिँ गरिरहन्छु।